Hello everyone, myself Anand Jha, class 6 to 10 English medium science teacher from Janakpur, Nepal. आज म क्लास 8 युनिट 1 साइन्टिफिक लर्निङ को सेकेन्ड पार्ट लिएर आएको छु। योभन्दा अगाडि हामीले यसको फर्स्ट पार्टमा अबाउट साइन्स, अबाउट साइन्टिफिक लर्निङ एन्ड स्टेप्स अफ साइन्टिफिक लर्निङको बारेमा डिस्क्राइब गरेको थियो। र आज हामी सेकेन्ड पार्टमा तीन चारवटा कन्टेन्ट्स लिएर आएको छु। फर्स्ट अफ अल practical activities, second objectives of practical activities, third basic safety rules whenever working in a laboratory, and fourth experimental work in science. So now let's start from practical work. So let's start about practical work. यो नेपालीमा यसलाई भनिन्छ प्रयोगात्मक कार्य। A practical work is a procedure carried out to determine a specific object within or outside a laboratory setting. अर्थात a practical work, procedure carried out within or outside of laboratory setting for a specific purpose. A practical work is a procedure carried out to determine a procedure carried out within or outside a laboratory setting for a specific purpose. A practical work त्यो प्रक्रिया हो जो कि या त ल्याबको भित्र या त ल्याबको बाहिर गरिन्छ, केहीको लागि खास पर्पसको लागि, केही उद्देश्यको लागि, केही अब्जेक्टको लागि, केही साइन्टिफिक पर्पसको लागि। र प्र्याक्टिकल वर्कको बारेमा हामीले अलरेडी क्लास 7 मा डिस्क्राइब गरिसक्यो सम्झनाले पढिसक्यो होला कि यो 5 टाइपको हुन्छ। त्यो छ एक्सप्लोरेटरी वर्क, एक्सपेरिमेन्टल वर्क अर्थात एक्सपेरिमेन्टेसन वर्क, सर्वेइङ वर्क, प्रोजेक्ट वर्क एन्ड मोडल बिल्डिङ वर्क। तो यो 8 क्लासको सिलेबसमा हामीले यसको टाइपमा जाने आवश्यकता छैन। अब प्र्याक्टिकल वर्क छ के? इट इज an integral part of science. It links physical world to the theoretical science. यसले फिजिकल वर्ल्डलाई theoretical science सँग लिंक गर्छ। कुनै कुरामा प्र्याक्टिकल यस्तो हो जस्तै कुनै मेसन, घर बनाउने मेसन, उसले कुनै थियोरिटिकली स्टडी गरेको हुँदैन, तर गरिकन सिकिहाल्छ। त्यो के हो? प्र्याक्टिकल वर्क। साइकल चलाउन या मोटरसाइकल चलाउनु पनि एउटा त्यो साइन्सकै पार्ट हो। तर त्यसको लागि स्पेशल कोर्स सायदै कोही गर्छ, तर प्र्याक्टिकली गरेर मान्छे सिकिहाल्छ। द्याट इज प्र्याक्टिकल वर्क। अब प्र्याक्टिकल वर्कमा धेरै कम्पोनेन्टहरू हुन्छ, धेरै भागहरू हुन्छ। त्यसलाई 3 क्याटेगोरीमा डिभाइड गरेको छ। प्र्याक्टिकल वर्क contains many
Yeah. The practical work में धेरै कम्पोनेन्टहरू हुन्छ त्यसलाई तीन ग्रुपमा डिभाइड गरेको छ एउटा चाहिँ कोरेक्टिभ प्र्याक्टिकल एक्टिभिटी अर्को चाहिँ सेकेन्ड डाइरेक्टली रिलेटेड प्र्याक्टिकल एक्टिभिटी एन्ड थर्ड कम्प्लिमेन्ट्री प्र्याक्टिकल एक्टिभिटी त्यो कोर एक्टिभिटी मतलब मेन एक्टिभिटी सपोज हामी एउटा फर इक्जाम्पल हामी ल्याबमा ट्राई गर्छौँ प्रुभ द ल अफ रिफ्लेक्सन अफ लाइट विथ प्लेन मिरर त्यो मेन त्यो कोर एक्टिभिटी हो मुख्य क्रियाकलाप हो जो हामी ल्याबमा गर्छौँ द्याट इज कोर मुख्य that is core activity, main activities which we want to do either in lab or outside the lab. मुख्य क्रियाकलाप मुख्य practical activities that is core practical activity. Second directly related practical activity. तो यो सँग डाइरेक्ट सम्बन्धित छ त्यो के छ जस्तै टिचर्स को डेमोन्स्ट्रेसन परफर्म गर्नु डाटा एनालाइसिस गर्नु कसै with the help of ICT, information communication technology. This is what? This is directly related practical activity. With which? With core practical activities. Now, complementary practical activities. यो सुन्दा दुवै उस्तै लाग्छ डाइरेक्टली रिलेटेड र कम्प्लिमेन्ट्री उस्तै भने पनि हुन्छ अलिकति मात्रै यसमा डिफरेन्स छ कम्प्लिमेन्ट्री के हो भने जस्तै हामीले कुनै मोडल सुरु गर्यो हामीले केही अर्को कुराहरु प्रेजेन्टेसन गर्यो त्यो के हो कम्प्लिमेन्ट्री प्र्याक्टिकल एक्टिभिटी हो यो पनि मेन प्र्याक्टिकल एक्टिभिटीसँग नै लिंक छ त यो तीन भाग हो यो मुख्य भाग कोर मेन प्र्याक्टिकल एक्टिभिटी त्यो डाइरेक्टली रिलेटेड विषयसँग डाइरेक्टली सम्बन्धित छ कम्प्लिमेन्ट्री जो त्यो भन्दा अलिक उस्तै भए पनि जस्तो प्रेजेन्टेसन हामी गर्यो प्र्याक्टिकल सम्बन्धी दैट इज व्हाट complementary practical activities. It's about practical activity. Our answer. First point, practical activity. Second point, that is objectives of practical activity. Every work has some objective. कहीं न कहीं उद्देश्य हुन्छ हरेक कामको कहीं न कहीं उद्देश्य हुन्छ practical activity को उद्देश्य के यसको धेरै उद्देश्यहरू छन् त्यसमा मुख्यतः पहिलो point learning by doing कुनै कुरा गरेर सिक्नु जस्तै हामीले अहिले चर्चा गरेका थियौं यो साइकल मोटरसाइकल चलाउनु पनि एक किसिमको साइन्स नै हो तर त्यो प्र्याक्टिकली गरेर सिक्यो त्यसको लागि कुनै कोर्स गर्दैन मान्छे गरेर सिक्छ मेसन घर बनाउने मेसन उसले कुनै इन्जिनियरिङ गरेको हुँदैन तर गरेर सिकिहाल्छ त्यो कुनै कुरा गरेर सिक्ने यो कसले सिकाउँछ हामीलाई यो प्र्याक्टिकल एक्टिभिटीले सिकाउँछ विदाउट प्र्याक्टिकल वर्क द स्टडी अफ साइन्स इज नथिङ नाउ सेकेन्ड इट प्रोभाइड्स a better understanding of the topics studied in science. Theoretically science में कुनै कुरा पढ्यो तर त्यही कुरालाई गरेर हेर्यो भने यसको कन्सेप्ट क्लियर हुन जान्छ त्यो सम्बन्धी जानकारी राम्ररी हुन जान्छ यो के हो अब एउटा उद्देश्य प्राप्ति गर्यो अर्को इट डेभलप्स a broad understanding of scientific concept and theories. यसले डेभलप गर्छ ब्रोड अन्डरस्ट्यान्डिङ विस्तृत वाक्यको बारेमा साइन्टिफिक कन्सेप्टको बारेमा साइन्टिफिक थ्योरीको बारेमा डेभलप मेथड अफ ह्यान्डलिङ अफ अब्जेक्ट्स प्र्याक्टिकल गर्दा हामी धेरै किसिमको अब्जेक्टहरूलाई ह्यान्डल गर्नुपर्छ त्यो कसरी ह्यान्डल गर्ने प्रोपरली यसको बारेमा यसले हामीलाई सिकाउँछ डेभलप इन्क्वायरी स्किल्स कुनै कुरा इन्क्वायरी गर्नु साइन्स सर्च गर्नु साइन्स में अलरेडी हामीले के पढेको थियौं भने हामी नेचुरल फेनोमेनाको बारेमा स्टडी गर्छौं तो यो स्किल हामीले डेभलप गर्छ कसले डेभलप गर्छ प्र्याक्टिकल वर्क अर्को डेभलप साइन्टिफिक एटिट्युड
साइन्टिफिक एटिच्युड मतलब वैज्ञानिक दिमाग डेभलप गर्छ हामी विज्ञान सम्बन्धी अध्ययनको रुचि डेभलप गर्छ कसले प्र्याक्टिकल वर्कले डेभलप कम्युनिकेसन स्किल्स प्र्याक्टिकल वर्कमा धेरै कुरा आउँछ हामीले अलरेडी चर्चा गऱ्यौँ चाहे त्यो सर्भेइङ होस् चाहे त्यो प्रोजेक्ट वर्क होस् चाहे त्यो मोडल बिल्डिङ वर्क होस् चाहे त्यो एक्सप्लोरेटरी वर्क होस् चाहे त्यो एक्सपेरिमेन्टेसन वर्क होस् दिस अल आर द टाइप्स अफ प्र्याक्टिकल वर्क यसलाई डेभलप के गर्छ यसले कम्युनिकेसन स्किल डेभलप गर्छ सो अब्जेक्टिभ्स अफ प्र्याक्टिकल एक्टिभिटी मैले के लेखे हो त्यो कुराहरू मैले यसमा भनिदिए हो त्यो अब्जेक्टिभ्सहरू कसको छ प्र्याक्टिकल एक्टिभिटिजको छ र सिम्पल भाषामा साइन्स विदाउट प्र्याक्टिकल इज नथिङ साइन्स प्र्याक्टिकली गरेर बुझ्ने सब्जेक्ट हो अनि मात्रै कुनै कुरा क्लियर हुन जान्छ र साइन्समा जति पनि डेभलपमेन्ट भएको छ या इन्भेन्सन भएको छ त्यो प्र्याक्टिकली लगभग सबै हामी दुईवटा सडेन बाहेक प्र्याक्टिकली गरेर नै डेभलप भएको छ सो दिस इज द सेकेन्ड पोइन्ट थर्ड basic safety rules when about working in laboratory. Other language ma laboratory safety rules. Laboratory ma धेरै किसिमको केमिकलहरू हुन्छ धेरै एजेन्टहरू हुन्छ धेरै मटेरियलहरू हुन्छ त्यसैले त्यहाँ हामीले अलिकति पनि असावधानी भयो भने धेरै दुर्घटना हुने सम्भावना रहन्छ आगो लाग्ने या पोल्ने या कुनै नचाहिँदो एक्सिडेन्ट हुन जाने किनभने ल्याबमा धेरै किसिमको केमिकलहरू रहन्छ त्यसैले ल्याबमा काम गर्दा हामीले केही सेफ्टी क्राइटेरियाहरू मेन्टेन गर्नुपर्छ नत्र हामी दुर्घटनाको शिकार हुने सम्भावना बढ्न सक्छ त्यसैले ल्याबमा काम गर्दा हामीले केही क्राइटेरियाहरू चाहिँ फलो गर्नुपर्छ सबभन्दा पहिले follow the dress code and wear an apron. त्यहाँ ल्याबमा यो ड्रेस कोड छ त्यसलाई हामीले फलो गर्नुपर्छ र त्यसमा एक किसिमको ड्रेस एप्रोन त्यो हामीले युज गर्नुपर्छ सेकेन्ड perform experiment in the presence of teacher and never leave an ongoing experiment. मतलब हामीले जहिले पनि साइन्सको स्टुडेन्टहरूले ल्याबोरेटरीमा प्र्याक्टिकल गर्दा टिचरको प्रेजेन्समा मात्रै गर्नुपर्छ टिचरको अब्सेन्समा गर्नु पर्दैन र अनगोइङ जो एक्सपेरिमेन्ट भइरहेछ त्यसलाई छाडेर बिचमा छाडेर हामीले जानु हुन्न थर्ड नो द location of safety tools and kits safety kits र टुल्स को जो लोकेसन छ त्यो हामीले जानी राख्नु पर्छ कुनै बेला अचानक कहीं एक्सिडेन्ट हुन गयो भने त्योबाट आफूलाई सेभ गर्नलाई त्यस्तो कन्डिसनमा केही फर्स्ट एडहरू गर्नलाई सेफ्टी किटको लोकेसनहरू छ त्यो चाहिँ हामीले मेन्टेन गर्नुपर्छ हेरेर राख्नुपर्छ वर्किङ एरिया ल्याबोरेटरी एरियालाई निट र क्लिन गरेर राख्नुपर्छ त्यसमा जताभावी कचरा यताउता वेस्ट कुराहरू चाहिँ राख्नु हुन्न त्यो पश्चात
ल्याबोरेटरीमा रुल र रेगुलेसन्स जे पनि छ त्यो त्यहाँ दिएको छ, त्यसलाई हामीले फलो गर्नुपर्छ, त्यसलाई मान्नुपर्छ। त्यहाँ जति पनि एपरेटस र इक्विपमेन्ट छ त्यसलाई टाइम टु टाइम हामीले इन्सपेक्ट गर्नुपर्छ, जाँच्नुपर्छ, केमिकल्सहरूलाई हेर्नुपर्छ कि त्यो कुन कन्डिसनमा छ, ठिक कन्डिसनमा छ कि छैन। Never use ल्याबमा हामीले कहिले पनि सेलफोन मोबाइलहरूलाई युज गर्नु हुन्न। नेभर टेक फुड एन्ड ड्रिङ्क इन ल्याब। ल्याबमा हामीले कहिले पनि न खाना खानुपर्छ न कुनै कुरा पिउनुपर्छ, किनभने त्यसमा कुनै पनि केमिकल मिल्न जाने सम्भावना बढिहाल्छ। फेसको अगाडिमा आफ्नो अनुहारको अगाडिमा कुनै पनि केमिकललाई मिक्स गर्नु हुन्न, नत्र यसले केमिकल रिएक्सन भएर बढ्ने सम्भावना पनि बढ्न जान्छ। ल्याबमा कहिले पनि जरुरीको युज गर्नुहुन्न। सब मेटलहरू हुन्छ, केमिकलहरू हुन्छ, त्यसले रिएक्सन गर्ने सम्भावना बढ्न जान्छ। Keep the प्र्याक्टिकल वर्क भएपछि जो इक्विपमेन्ट छ, एपरेटस छ, त्यसलाई धोएर त्यसको जुन ऱ्याक छुट्याएर राखेको छ त्यसमा राख्नुपर्छ। अरू पनि धेरै रुल छ। एउटा लास्ट, वास योर ह्यान्ड्स विथ सोप एन्ड वाटर। प्र्याक्टिकल भएपछि आफ्नो हातलाई साबुन र पानीले के गर्नुपर्छ, धुनुपर्छ। यो सेफ्टी क्राइटेरिया छ। योभन्दा पनि अरू बढी सेफ्टी क्राइटेरियाहरू छ। हामीले गुगल युज गर्नुपर्छ, चस्मा युज गर्नुपर्छ, जो कि कुनै पनि दुर्घटनाबाट बच्न सकोस्। मेन पोइन्ट इज द्याट वाइ वी शुड मेन्टेन सेफ्टी इन ल्याब। वी शुड मेन्टेन सेफ्टी इन ल्याबोरेटरी टु एभोइड पोसिबल एक्सिडेन्ट्स। सम्भावित दुर्घटनाबाट बच्नलाई हामीले प्रिकसन के गर्नुपर्छ, त्यहाँ मेन्टेन गर्नुपर्छ। यो थियो बेसिक सेफ्टी रुल्स। अब लास्ट, एक्सपेरिमेन्टल वर्क इन साइन्स। एक्सपेरिमेन्ट मिन्स परीक्षण। यो परीक्षण छ कि यो किसिमको यो प्र्याक्टिकल वर्क हो। An experiment is a scientific procedure conducted to get a test hypothesis or validate a scientific theory. An experiment is a scientific procedure
done to test a hypothesis or scientific theory. र एक्सपेरिमेन्ट के हो साइन्टिफिक प्रोसिजरको लागि हाम्रो हाइपोथेसिसलाई हामीलाई सोचेको अनुसार हामीले अलरेडी साइन्टिफिक लर्निङ प्रोसेसको स्टेपमा हामीले पढेको थियौँ पोसिबल टेन्टेटिभ आन्सर टु अ क्वेसन इज कल्ड एज हाइपोथेसिस र त्यसलाई टेस्ट गर्नलाई एउटा साइन्टिफिक थ्योरीलाई प्रमाणित गर्नलाई जुन हामी प्रक्रिया गर्छौँ प्रोसेस गर्छौँ द्याट इज एक्सपेरिमेन्ट एन्ड इट इज अ टाइप अफ प्र्याक्टिकल वर्क त यो के भयो एक्सपेरिमेन्ट कन्डक्टिङ